पण्डितजी प्रणाम। प्रणाम प्रणाम प्रणाम। पण्डितजी हजुर मेरो चाहिँ एउटा समस्या छ। के समस्या भन्नुहोस्। मेरो जिन्दगीमा हजुर धेरै नराम्रो भएको छ। एकदम यो मलाई हजुरले भनिदिनु पर्यो के गर्ने कसो गर्ने, मेरो जिन्दगीमा लाइफमा राम्रो कसरी हो। खै तपाईँको हात दिनुहोस् त भाइ, हात दिनु। हात त दिदिनँ म। फेरि कसरी हुने हो त, म कसरी भन्ने हो त तपाईँ। दिनै पर्ने। दिउँ नि त। लिनुहोस् न त, लिनुहोस् न। खै 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 तपाईँको म नाडी हेर्छु है। ल ल ल ल ल के देख्यो पण्डितजी? एउटा कुरा तपाईँ ध्यान दिएर सुन्नुहोस्। ल तपाईँले खाना खाइसकेपछि तपाईँले भोक लाग्दैन। हो करेक्ट 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 पक्का हो नि? हो साँच्चै हो, साँच्चै हो है, साँच्चै। कसैले तपाईँलाई खुसी पार्यो भने तपाईँलाई रिसै उठ्दैन। राइट हो राइट हो राइट हो। पक्का हो नि? तपाईँ सुतिसकेपछि तपाईँलाई निन्द्रै लाग्दैन। पण्डितजी कहाँ हुनुहुन्छ तपाईँ? धेरै राम्रो कुरो, धेरै राम्रो कुरो। मलाई निन्द्रै आउँदिन, सुतिसकेपछि निन्द्रै आउँदिन। त्यही त हो नि त हो। अनि अब ध्यान दिनुहोस्, कहिले पनि तपाईँले बेलुका बेलुका गएर सानो सानो एक एक क्वार्टर आउँदिन आउँदिन आउँदिन। घुटुक्क लगाउने न, के 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 क्वार्टर लगाइहाल्छु त म। एक एक क्वार्टर घुटुक्क लगाउने, त्यसपछि तपाईँलाई चिन्तै खतम। पण्डितजी तपाईँ त धेरै नै राम्रो हुनुहुन्छ। तपाईँ कहाँ थियो? दोस्रो कुरा सुन, तपाईँको एउटा गोप्य कुरा मसँग थाहा छ। के 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 थाहा छ? भनौँ, दक्षिणा हुनु पर्यो। दक्षिणा त छैन त। फेरि म कसरी भनौँ? या बेकारको बाबा रहेछ। ए तेरिका